नमस्ते साथीहरू, यो अल इन वान च्यानलमा यहाँलाई स्वागत छ। आज म क्रिस्ट माइक्रो लाइफ इन्सुरेन्सको बारेमा भिडियो लिएर आइरहेको छु। यो हिजो आज लगातार सर्किट लेभलमा कारोबार भइरहेको छ। आज 21 वटा कारोबारसम्म यसले सर्किट हानिरहेको छ र अब कहिले बेच्ने, राख्दा हुन्छ कि बेच्दा हुन्छ, के गर्दा ठिक हुन्छ, यसको बारेमा म तपाईलाई यो भिडियोमा जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परेमा लाइक तथा सब्स्क्राइब गर्नुहोला। यस कम्पनीले फागुन 22 देखि फागुन 26 गतेसम्म रु 100 का दरले 18 करोड 45 लाख रुपियाँ बराबरको 18,45,000 किता सर्वसाधारणको लागि निष्कासन गरेको थियो। चैत 5 गते यसको आइपिओ बाँडफाँड गरिएको थियो। यस कम्पनीको आइपिओ 1,84,500 जनाले 10 किताका दरले हात पारेका थिए। यस कम्पनीको थर्ड क्वार्टरको रिपोर्ट हेर्दाखेरि चुक्ता पुँजी 75 करोड रुपियाँ छ। रिटर्न एन्ड अर्निङमा 1 करोड 22 लाख रुपियाँ रहेको छ। प्रति सेयर आम्दानी चाहिँ 1 रुपियाँ 87 पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ चाहिँ 102 रुपियाँ 88 पैसा रहेको छ। कम्पनीको रिपोर्ट हेर्दा त यति माथि पुग्नुपर्ने कम्पनी त होइन, तर पनि बजारको डिमान्ड एन्ड सप्लाईको आधारमा आज यस कम्पनीको मूल्य 2234 रुपियाँ पुगेको छ। अब कति पुग्दा बेच्दा ठिक हुन्छ भन्दाखेरि अब यो अरू कम्पनी, यस्तै कम्पनीहरू जस्तै गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, नेपाल माइक्रो इन्सुरेन्सको पनि लगभग 2700-2800 पुगेर यसको सप्लाई आएको हुँदा यो कम्पनी पनि त्यहाँसम्म पुग्छ कि भन्ने अनुमान लगाउन सकिन्छ। यदि त्यहाँसम्म पुग्यो भने विचार गरेर हामीसित भएको आइपिओ बेच्न सकिन्छ। अब त्यति राम्रो छैन कम्पनी, त्यसकारण बेचेर अलि राम्रो कम्पनीमा हात हाल्न सकिन्छ। यदि तपाईहरुसित पनि यस कम्पनीको आइपिओ परेको छ भने विचार गर्नुहोला। अब कहाँसम्म बढ्छ बढ्न दिनुहोला। बढ्दै जाँदाखेरि अब कुन ठाउँमा गएर सप्लाई आउँछ हेरेर धेरै किताको कारोबार भयो भने तपाईले यस कम्पनीलाई बेच्न सक्नुहुन्छ। यसबाट आएको पैसाले सस्तो राम्रो कम्पनीहरू किनेर लामो समयसम्म होल्ड गर्न सक्नुहुन्छ। आइपिओ, एफपिओ र हकपर सम्बन्धी विभिन्न समाचारहरूको लागि यो च्यानल सब्स्क्राइब तथा लाइक गर्नुहोला। हस्त, धन्यवाद।